कोनिचिवा मिनासान। आज मैले खान्जीको अर्को क्लासमा केही इम्पोर्टेन्ट खान्जीहरू लिएर आएको छु र यो मेरो अनलाइन क्लासको एउटा खान्जीको भाग हो। यहाँहरूलाई सबैलाई यो क्लासमा स्वागत गर्दछु र यहाँहरूले अरू खान्जीहरू पढ्दै गर्दाखेरि एउटै खान्जी अरू खान्जीहरूसँग मिसिएर आउँदाखेरि पढ्न पनि रमाइलो हुन्छ, याद गर्न पनि सजिलो हुन्छ हैन। त्यसै भएको कारणले मैले अघिल्लो क्लासमा पनि एउटा खान्जीसँग अर्को खान्जीलाई मिलाएर बन्ने ओडहरूको क्लासहरू गरेको थिएँ र यो क्लासमा पनि मैले एउटा मोनो भन्ने खान्जी लिएको छु। यो मोनो भन्ने खान्जी अरू कुन खान्जीहरूसँग मिलेर आउँदा के हुन्छ त है। एकदमै इन्ट्रेस्टिङ खान्जीहरू छ, एकदमै रमाइलो खान्जीहरू छ। खान्जी क्लास यसै पनि रमाइलो हुन्छ, खान्जी पढ्न लेख्न एकदमै रमाइलो हुन्छ। अब हुन त कति धेरैलाई खान्जी क्लासमा अब अर्थात् खान्जी पढ्नलाई गाह्रो पनि हुन्छ हैन। पढ्न लेख्न दुवै गाह्रो हुन्छ खान्जी। तर एकदमै तपाईले ध्यान दिएर मन लगाएर यदि पढ्नुहुन्छ भने खान्जी चाहिँ एकदमै इन्ट्रेस्टिङ हुन्छ पढ्नलाई, एकदमै रमाइलो पनि हुन्छ, मज्जा पनि आउँछ है। खान्जीहरू एकदमै हेर्दा पनि टक्क खालको हैन। हुन त अब सुरुमा नबुझ्दाखेरि त गज्याङ के हो खान्जीहरू बुझिँदैन हैन। तर बिस्तारै तपाईले पढ्ने बानी गर्नुभयो, लेख्नलाई सधैँ रेगुलर लेख्ने बानी गर्नुभयो भने तपाईहरुलाई खान्जी पढ्न एकदमै रमाइलो लाग्छ र बोर हुँदैन। कतिलाई झ्याउ लाग्छ नि त, खान्जी लेख्दै गयो कहिले याद हुँदैन हो। त्यही भएर मैले चाहिँ आज एउटा मोनो भन्ने खान्जी ल्याएको छु। यो मोनो खान्जीमा अरू कुन खान्जीहरू चाहिँ मिसाएर के ओडहरू बन्छ भन्ने सम्बन्धी चाहिँ यहाँ पढौँ है त। सबभन्दा पहिलो 1 नम्बरमा मैले लेखेको खान्जी के हो त, मोनो है। यही मोनोबाट तलतिर अरू खान्जीहरू बन्दै गएको छ, अरूसँग मिसिएर अरू ओडहरू अरू शब्दहरू बनेर आएको छ हो। 1 नम्बरमा मोनो भनेको कुनै पनि चिज, वस्तु हैन, थिङ्स। नम्बर 2 मा होन मोनो है। अगाडि खान्जी त होनको खान्जी भयो, अब योसँग मोनो मिसिएर आयो हो, होन मोनो। होन मोनो भनेको रियल थिङ्स अर्थात् ओरिजिनल थिङ्स है। ओरिजिनल थिङ्स अर्थात् वास्तविक वस्तु भन्नु खोजेको हैन। नम्बर 3 मा अगाडिको नामाको खान्जी है, चिन्नुभयो होला नामा है। नामाको खान्जीलाई अब यहाँ चाहिँ के पढ्नु पर्यो भन्दा इकी मैले यता लेखेको छु, इकी मोनो हो। इकी मोनो भनेको चाहिँ लिभिङ थिङ्स, सजीव वस्तुहरू है। सजीव सास फेर्ने वस्तुहरू अर्थात् भनौँ सास भएको प्राण भएको वस्तुहरू, लिभिङ थिङ्स, इकी मोनो हो। इकी मोनो लिभिङ थिङ्स। नम्बर 4 मा हो, नम्बर 4 मा चाहिँ 3वटा यस्तो खालको बक्स हो। सिना, यसलाई चाहिँ सिना, सामानसँग सम्बन्धित खान्जी हैन। मोनो, सिना मोनो भनेको चाहिँ गुड्स है। गुड्स भनेको सामानहरू है, सामानलाई चाहिँ सिना मोनो। त्यस्तै अर्को 5 नम्बरमा यो नोरिमासको खान्जी। अब यहाँ चाहिँ मोनो जोडेर नोरी मोनो भनेको के रहेछ त, सवारी साधन, भेहिकल्स है। हामी साधनहरू चढ्छौँ नि त हैन, बस, ट्याक्सी के चढ्छौँ, कार हैन, ट्रेन, भेहिकल्सहरू है, नोरी मोनो। नम्बर 6 मा चाहिँ तपाईहरुले यो एन्फोमा त्यति पढ्नु पर्दैन यो खान्जी हैन, अलिकति अर्कै खालको खान्जी छ यो। ओकुरी मोनो, यसलाई के भनेर पढ्नु पर्दो रहेछ त भन्दा ओकुरी, यो ओकुरी अगाडिको
ओकुरी मोनो। यो ओकुरी मासको ओकुरी होइन, यो अर्कै ओकुरी है त। ओकुरी मोनो भनेको चाहिँ उपहार अर्थात् प्रेजेन्ट, गिफ्ट्स होइन, उपहारहरू, कुनै पुरस्कारहरू भनौँ होइन, ओकुरी मोनो। त्यस्तै अर्को नम्बरमा छ, नम्बर 7मा यो आराई मासको खान्जी, यता मोनोको खान्जी हो। आराई मोनो। आराई मोनो भनेको चाहिँ डिसेस अथवा वासिङ, जुन वस्तुहरू हामी होइन युज गरिसके पछाडि धुनुपर्छ नि त, वास गर्नुपर्छ नि, ती डिसेसहरू, वासिङ भनौँ त्यसलाई, डिसेस भनौँ हो। धुने वस्तु, धुने सामानहरू भनौँ न, सफा गर्ने सामानहरू भनौँ न होइन। अब के हुन्छ, थाल कचौरा होइन, जसलाई हामी आराई मास गर्छौँ हो, आराई मोनो डिसेस। त्यस्तै नम्बर 8मा रहेको खान्जी के हो त, यो ओतोसी मासको खान्जी, ओतोसी मोनो जोडेको, ओतोसी मोनो भनेको के रहेछ त, लस्ट आइटम अर्थात् हराएका सामानहरू, हराएका वस्तुहरू, हराएका चिजहरू हो ओतोसी मोनो। कुनै चिजहरू हामी गुमाउँछौँ नि होइन, केही चिजहरू गुमाउँछौँ, पर्स गुमाउँछौँ होला, पैसा गुमाउँछौँ होला होइन, कार गुमाउँछौँ होला, बाइक गुमाउँछौँ होला, हराउँछौँ होला होइन, यस्तो चिजहरू लस्ट आइटम ओतोसी मोनो। अब फेरि यो मोनोसँग सम्बन्धित अरू पनि बाँकी छ, फेरि म अर्को भिडियोमा यहाँहरूलाई फेरि अर्को खान्जीहरू लिएर आउनेछु। त्यतिन्जेलसम्मको लागि यो भिडियो हेर्नुभएकोमा थ्याङ्क यू भेरी मच।